नमस्ते। यतिखेर म नेपालको अहिले काठमाडौँ अवस्थित एकदम प्रख्यात पपुलर ठाउँमा आइपुगेको छु, जहाँ काठमाडौँ महानगरपालिकाले केही समय अगाडि रङरोगनको कार्य र यो फुटपाथ बढाउने काम गरेको थियो। र साथसाथै यहाँ फुटपाथ र रङरोगन मात्र नभई यहाँको इलेक्ट्रिक वायर र कम्युनिकेसनको जुन नेटहरूको वायरहरू थियो त्यसलाई पनि अन्डरग्राउन्ड बनाउने कार्य गरिएको थियो। र यो सब सम्पन्न भइसकेपछि अहिले यस्तो देखिएको छ। सरासर यहाँबाट हेर्दाखेरि चाहिँ एकदमै सुन्दर देखिएको छ र फराकिलो फुटपाथहरू दुवैपट्टि साइडमा र एकपट्टि साइडमा चाहिँ गमला पनि लगाइएको छ, राखिएको छ। हामी एकदम सुन्दर देख्न सक्छौँ बाटोलाई। र यसमा तपाईँको आफ्नो ओपिनियन पनि दिनुहोला, नेपालमा अरू ठाउँमा पनि यस्तै गर्दा कस्तो हुन्छ। र यहाँ चाहिँ एकदम राम्रो देखिएको छ है, बाटोको दुवैपट्टि फराकिलो फुटपाथले गर्दाखेरि बाटोमा खासै मान्छेहरू पनि जानुभएको छैन। र यो फुटपाथ नै पहिला नै यहाँनिर चाहिँ पार्किङको लागि प्रयोग भएको थियो, एकदम अव्यवस्थित पार्किङ, एकदम भिडभाड देखिन्थ्यो यहाँनिर। अहिले त त्यस्तो छैन, अहिले त यहाँ पार्किङ गर्न निषेध गरिएको छ। र जुन पार्किङले जुन स्थान ओगटेको थियो त्यो स्थान चाहिँ अहिले फुटपाथको रूपमा प्रयोग गरिएको छ। आउनुहोस् अलि अगाडि गएर हामी फेरि हेर्छौँ। एकदम सुन्दर छ एकदम। र नेपालको अरू पनि स्थानहरूमा यसरी नै फुटपाथलाई वाइड गर्दाखेरि हिँड्ने मान्छे या पैदल यात्रीहरूलाई एकदम सहज हुने थियो। पहिला अहिले पनि यति धेरै पैदल यात्रीहरू यो फुटपाथ युज गर्नुहुन्छ। पहिला चाहिँ सानो रहेको अवस्थामा एकदम मान्छेहरू फुटपाथबाट बाहिर गएर सडकमा नै हिँड्नुपर्ने अवस्था थियो भने अहिले त्यो छैन। हामी एकदम सडकमा मान्छे हिँडेको चाहिँ अहिले देख्दैनौँ। हजुर। र यो इलेक्ट्रिसिटीको जुन हाम्रो बत्तीको तारहरू छ त्यसलाई भूमिगत गर्दा पनि एकदम निकै सुन्दर देखिएको छ। कतै पनि अव्यवस्थित तारहरू छैनन्। र यो अन्डरग्राउन्ड गर्ने काम, इलेक्ट्रिक वायर र कम्युनिकेसनको वायरहरू चाहिँ अन्डरग्राउन्ड बनाउने काम चाहिँ बाहिर पनि चलिरहेको छ। बाहिर चाहिँ अन्य स्थानमा चाहिँ अझै समय लाग्छ होला, तर यहाँनिर चाहिँ सम्पन्न भइसकेको छ र निकै सुन्दर देखिएको छ। यसले घरहरूको जुन सुन्दरता थियो त्यसलाई छेक्ने या बिगार्ने काम गरेको थियो जुन तारहरूले, अहिले चाहिँ त्यो भने छैन। अहिले एकदम घरहरू चिटिक्क बनाएर कलर पनि लगाइएको छ र यसले पुरै यो एरियाको सौन्दर्यतालाई नै एकदम बढाएको छ। यतिखेर भने म काठमाडौँको दरबार मार्गमा आइपुगेको छु। यहाँ पनि काठमाडौँ महानगरपालिकाले हालै फुटपाथ बनाउने काम गरेको थियो र यो फुटपाथमा भने केही विवाद पनि आएका थिए। मानिसहरूले यो मार्बल कतै चिप्लिने त होइन भन्ने कुरा उठेको थियो। हामी यहाँ मार्बल लगाइएको देख्न सक्छौँ। र यो मार्बल लगाउँदा भने धेरै मानिसहरूले काठमाडौँ पानी परेको बेलामा या अन्य बेलामा पनि चिप्लिन सक्छ कि भनेर मान्छेहरूले आफ्ना प्रश्न उठाएका थिए। हेर्दै जाँदाखेरि यो धेरै चिप्लो त छैन, तर समय बित्दै जाँदा यो चिप्लिनु बन्न सक्ने, घोटिँदै जाँदा चिप्लिन सक्ने भन्ने देखिएको छ। र यसमा तपाईँहरूलाई के लाग्छ आफ्नो धारणा पनि दिनुहोला कमेन्ट सेक्सनमा। फुटपाथमा यसरी मार्बल बिछ्याइनु कतिको सुरक्षित छ, किनभने यो हिँड्ने ठाउँ हो, यो सुरक्षित हुन पनि आवश्यक छ। भोलि हिँड्दै गर्दा मान्छे चिप्लिएर चोटपटक लाग्ने या धेरै नै चिप्लिएको खण्डमा फेरि यसलाई रिप्लेस गर्न पनि हुनसक्छ। एक त पैसाको पनि कुरा छ र अर्को मानिसहरूको, पैदल यात्रीहरूको सुरक्षाको पनि कुरा छ। दरबार मार्गमा यो फुटपाथ बनाइने र मार्बल हाल्ने काम चाहिँ सम्पूर्ण स्थानमा भएको भने छैन। हामी त्यतापट्टि अलिकति हालेको देख्न सक्छौँ। यहाँनिर चाहिँ कङ्क्रिटिङ भएको छ, ढलान गरिएको छ। यहाँनिर चाहिँ मार्बल हालिएको छैन र पारिपट्टि पनि मार्बल हालिएको भने छैन। यहाँ चाहिँ पुरानै फुटपाथ रहेको छ र यस अहिले हामी हिँडिरहेको स्थानमा यहाँनिर भने कङ्क्रिटिङ गरिएको छ, ढलान गरिएको छ। यो मार्बल हाल्ने काम चाहिँ अलि अगाडि नै, अलि पर
जहाँ हामीले अघि देखायौँ त्यहाँ मात्र भएको छ। र तपाईँहरूलाई के लाग्छ, अब अन्य स्थानमा पनि मार्बल हाल्दा राम्रो होला या यतिकै कङ्क्रिटिङ गर्दा राम्रो होला, त्यो भने तपाईँहरूले कमेन्ट सेक्सनमा बताउनु पर्ने हुन्छ। यतिखेर हजुरले दरबार मार्गको पनि पूर्ण एउटा दृश्य देख्न सक्नुहुन्छ, कति सुन्दर र सफा देखिएको छ यतिखेर। र साथसाथै दरबार पनि हेर्न सक्नुहुन्छ, दरबारको पनि राजा माहौल बेग्लै छ। राजावादीहरूले राजा ल्याउने र देश बचाउने कुरो जोड जोडले गरिरहेका छन्। हामी अर्को भिडियोमा फेरि उपस्थित हुनेछौँ। यस भिडियोमा यहाँसम्म हजुरले साथ दिनुभयो, धन्यवाद। कमेन्ट, सेयर, सब्सक्राइब र लाइक गर्न भने नबिर्सिनु होला। जय नेपाल।